तर बिपीका फोटा झुन्डाउनेहरूलाई के भन्न चाहनुहुन्छ? हेर्नुहोस्, बिपीको फोटो झुन्ड्याउनेहरूलाई म अहिले पनि राम्रो भन्छु, स्वागत गर्छु। किनभने यो देशको माटोमा श्री बिपी कोइरालाले त भन्नुभएको थियो कि राजा नभई प्रजातन्त्र रहँदैन, प्रजातन्त्र नभई राजा रहँदैन। नभन्दै केही महत्त्वाकांक्षाहरूको कारणले गर्दाखेरि प्रजातन्त्र हत्याउने क्रममा राजाले यो नियति भोग्नु परेको कुरा सत्य हो। तर पनि बिपीको फोटो झुन्ड्याउनलाई तपाईँले कुन अर्थमा लिनुभएको छ त्यो तपाईँ मूल्याङ्कन गर्नुहोस्। तर तपाईँ मार्क्सको फोटो झुन्ड्याउनेहरूलाई के भन्नुहुन्छ? तपाईँ लेनिनको फोटो झुन्ड्याउनेहरूलाई के भन्नुहुन्छ? स्टालिनको फोटो झुन्ड्याउने, चे गोबराको फोटो झुन्ड्याउनेहरूलाई तपाईँ के भन्नुहुन्छ? एउटा नेपाली माटोमा जन्मेको मान्छेले जसले चाहिँ नेपाली माटो सुहाउँदो व्यवस्था त्यो बेलामा अहिले बिपीको सिद्धान्त पनि कतिपय ठाउँमा परिमार्जित गर्नुपर्ने अवस्था छ। किनभने आज चाहिँ सानो एउटा गोठमा गाई होस्, एउटा सरकारी स्कुल होस् भनेको भरमा आजको समाज चल्दैन। तर पनि एउटा खाका कोरेर नेपाली जनताको चाहिँ आँखा खोलिदिने एउटा चाहिँ महान नेताको फोटो त आज पनि मेरो कोठामा छ।